दर्शन नमस्ते सबैजनालाई। हामी चाहिँ वापीको दमन पुगिसकेका छौँ होइन। अनि सबले चाहिँ एकदमै रमाइलो भइरहेछ। आज धेरै समयपछि चाहिँ आएको हामी, धेरै समयपछि हामी 4 जना छौँ होइन। अनि हाम्रो ग्रुपै छ। तपाईँलाई पछाडिको रहस्य पनि देखाउनु छ। एकदमै आजभोलि चाहिँ एकदमै राम्रो बनाएको छ, हेर्न सक्नुहुन्छ। ए अगाडि चाहिँ अब दाजु हिँडिरहेछन् होइन। टाढो छन् अगाडि 3 जना, लगै चाहिँ 4 जना फेरि होइन। एकदमै बवाल तरिकाले बनाएको छ है। यो वापीको दमन भन्ने ठाउँ मिनी दमन, ठुलो दमन अर्को छ, यो चाहिँ सानो दमन हो होइन। एकदमै बवाल तरिकाको छ, हेर्न सक्नुहुनेछ कस्तो प्रकारको बनाएको छ यतापट्टि। अब म तपाईँलाई के फेस मेरो पनि देखाउने छु। यहाँ पछाडि त खासै केही पनि छैन होइन। यस्तो घुम्नुपर्छ तपाईँलाई चाहिँ देखाउनुको लागि। एकदमै यस्तो हुन्छ नि त, तरिकाले छ एकदम बवाली छ पुरै। एकदमै स्विमिङ पुल जस्तो सबै छ, सबै छ, एकदमै बवाल तरिकाको छ। अब हामी चाहिँ समुद्र यो दमनको बिचतिर पुगिसकेका छौँ होइन। अब यताको नजारा देख्न सक्छु हजुरलाई। त्यो पानी त धेरै बढिया छ पहिला भन्दा त होइन। धेरै बढिसकेको रहेछ पानी त पहिलाको भन्दा। एकदमै धेरै छ पानी पहिलाको भन्दा चाहिँ। अब तपाईँलाई एकछिन क्यामेरा उताबाट देखाउँदैछु है त। हेर्नुहोस् त एकदमै कस्तो पानी। नमस्ते सबैजनालाई। बसाइपछि जाँदैछु होइन। 2 जना अगाडि छन्, हामी चाहिँ यतापट्टि यो अगाडिको जाने बाटो भ्यू, पछाडिको चाहिँ एकदमै बवाल छ। यदि कोही वापी दमन आएको छैन भने यदि आउँदा धेरै राम्रो हुनेछ। एकदमै राम्रो लोकेसन छ घुम्नको लागि चाहिँ। होटल सोटल पनि छ, सबैलाई व्यवस्था एकदम राम्रो व्यवस्था छ होइन। सबैलाई एकदम राम्रो